कोरियामा फ्रीमा सामान कसरी पाउने आज म त्यो तपाईलाई देखाउन गइरहेको छु हैन। अहिले चाहिँ 5 बजेको छ र 5:30 बजेको मेरो याकसोक छ त्यो मान्छेसँग। सो अहिले अलिकता मलाई ढिलो भएको छ। यहाँ दाइ पनि हुनुहुन्छ र यहाँ स्कुटरमा हामी गइरहेछौँ हैन। अनि आज अब त्यस्तो खासै केही आवश्यकता सामानको त थिएन, भाँडाकुँडा देखेको थिएँ फ्रीमा। अनि त्यो भाँडाकुँडा फ्रीमा लिन गइरहेको छु म र यो कसरी फ्रीमा पाइन्छ र त्यो कुराहरू म अहिले पछि लास्टमा त्यो सामान पाइसकेपछि तपाईलाई देखाउँछु हैन। सो अहिले ढिलो भइरहेको त्यही भएर छिट्टो चाहिँ अहिले जानुपर्छ। अब फर्स्टमा एकैछिन हेलमेट लगाइहालौँ। हेलमेट लगाएर चलो चलो दाइ। यता अगाडि पछाडि हाम्रो कम्पनी हो यो। यहाँबाट स्टार्ट हुन्छ हाम्रो कम्पनी पनि कुनै दिन देखाउँछु, कुनै दिन चाहिँ देखाउँछु कम्पनी। अहिले चाहिँ फ्रीको सामान हेर्न जाऊँ हामी। मेरो फेभरेट सियु यो। त्यहाँनिरको त्यो सियु छ, त्यहाँनिर हामी म र दाइ प्राय आएर धेरै खाइरह हुन्छौँ नि खानेकुराहरू। बेलुका राति आइसक्रिमहरू खान आउँछौँ। त्यही भएर दाइले मेरो फेभरेट सियु भन्नुभयो क्या। अरू त्यस्तो केही होइन। अपार्टमेन्ट भेडाएन त हामीले। एकछिन लोकेसन हेर्छ है दाइ। मोबाइलमा लोकेसन हेरी जानु पर्यो। आइपुगेछौँ। अलि अगाडि रहेछ। अगाडिबाट लियो एकैछिन है। अलि अगाडि लियो भने अनि लेफ्टतिर गयो भने हुन्छ। यहाँबाट नै कि अलि अझै अगाडि। यहाँ अलि अगाडिबाट लेफ्ट गयो भने हुन्छ। हो आइपुग्यो रहेछ नि त यहाँ। ठ्याक्कै यही अपार्टमेन्टहरूमा रहेछ। 102 मा त्यही 102 नम्बर अपार्टमेन्ट हो। यहीँ रहेछ। यसमा कुन तला त्यो चाहिँ भनेको छैन। अलि म्यासेज गर्नु पर्ला होइन। म्यासेज गरे नि हुन्छ। ठ्याक्क लोकेसन हेर्दा आइपुगेछौँ दाइ। यही अपार्टमेन्ट होइन त 102 नम्बरको। सामान्य यो गाडीमा भरेछ होइन। सायद कसैले घर खाली गरेर लाजदो छ कि दाइ। त्यही भएर सोध्नु है। म उसलाई म्यासेज गर्छु। नम्बर चाहिँ पाएको छैन, म म्यासेज गर्छु। यसमा नि त होइन इङ्ग्लिसमा गरे नि हुँदो रहेछ क्या। हो कोरियनमा उनीहरूले गऱ्यो भने अनि ठ्याक्क हामीले इङ्ग्लिसमा गऱ्यो भने उता ट्रान्सलेट थिच्यो भने चाहिँ कोरियनमा देखाउँछ। उसले हामीलाई कोरियनमा पठाएको, हामीले ट्रान्सलेट थिच्यो भने हामीलाई इङ्ग्लिसमा देखाउँछ क्या। त्यही भएर जस इजी हुन्छ हामीलाई। त्यसो भनेपछि यसो कोरियन भाषा सुरुमा आउँदा अलि जाने, अलि सुरुमा अब कोरियन भाषा आएन भने यसबाट अब जस इङ्ग्लिसमा अलिअलि इङ्ग्लिसबाट गर्दा नि हुन्छ क्या। इजी हुन्छ। म तपाईँहरूलाई अहिले भन्छु है। त्यो सामान मैले पाइसक्नु पऱ्यो। अलिअलि भाँडाकुँडाहरू छ। मलाई मेबी काम लाग्न सक्छ, नलाग्न पनि सक्छ है। तर तपाईँहरूलाई देखाउनलाई स्पेसल यत्रो मेहनत गरे आज हेर्नु। भर्खरै काम सकिया छ है। एकदम थकाइ पनि लागिरह। तपाईँको लागि मात्रै यत्रो दुःख गरेर आएको छु यहाँ। त्यही भएर भिडियोलाई लाइक गरेर
द डेली रमेश युट्युब च्यानललाई सब्सक्राइब गर्न भने नछोड्नु है। एकछिन मैले मेसेज गरेको छु, अहिले अब सामान पाएपछि तपाईँलाई देखाउँछु। मेसेज गरेको माथि नै बोलाउनु भएको 9th फ्लोरमा रहेछ क्या। ए हजुर ढोका बन्द गरौँ अनि 9th फ्लोरमा जाऊँ। ठ्याक्कै 9th फ्लोरमा गएको अब के दिनुहुन्छ है, खासमा भाँडाकुँडा बन्ने है, कहिले एक्स्ट्रा सामानहरू पनि दिन्छ क्या। घरसर खाली गर्न लागेपछि अब हेरौँ न, त्यहाँ त रेकर्ड गर्न मिल्दैन। सामान सबै लिइसकेपछि म तपाईँहरूलाई देखाउँछु के सामान पाएँ भनेर मैले। A few moments later. उतातिर त्यो अपार्टमेन्ट थियो जहाँबाट हामीले सामान लिएर आयौँ होइन। अब त्यहाँभित्र त अब उनीहरूको सामान के दिन लगाएको त भिडियो बनाउनु त खिच्न मिल्दैन, त्यही भएर आयौँ। अनि त्यो अपार्टमेन्टको तल पनि देखाउने भन्ने सोचिरहेको थिएँ, तर एकदमै धेरै मान्छेहरू भएर अलि लाज लाग्यो, त्यही भएर यता पर हेर्नु है। एकदम यस्तो सुनसान एरियामा आएर अहिले भिडियो बनाउँदैछौँ। जे जस्तो हुन्छ नि फट्याङ फुटुङ सानोतिनो सामानहरू ल्याएर आएको, अलि लाज लागेछ मान्छेहरूको अगाडि खोल्न। यहाँ म के ल्याएँ, मैले के पाएँ त्यो देखाउँछु है। यहाँ फर्स्टमा यो डब्बा छ, 2टा फ्राई प्यान छ, अनि यो टोकरीहरू छ, तरकारीहरू राख्न मिल्ने टोकरीहरू छ, अनि यो 3टा टोकरी छ। अनि त्यो सँगसँगै यो सेरामिक के भन्छ, यो काँच टाइपको सेरामिकको यो चिया खाने अनि त्यो कफी सफी खाने। यहाँनिर यो भाँडाकुँडाहरू छ अलिअलि, धेरै थियो यो भाँडाकुँडाहरू चाहिँ धेरै थियो। अब धेरै लिनु नपाएर अलि लिएर आएको हामीले, लोभ चाहिँ लागेको थियो है, सबै लैजाऊँ भनेर लोभ चाहिँ लागिरहेको थियो हामीलाई। त्यो थियो। अब म तपाईँहरूलाई भन्छु, यो यस्तो टाइपको तपाईँ यदि कोरिया आउँदै हुनुहुन्छ या कोरियामा भर्खर आउनु भएको छ भने यस्तो सस्तोमा र कुनै सामानहरू फ्रीमा पनि पाइन्छ, धेरै जस्तो सामानहरू त्यो तपाईँले पाउन सक्नुहुन्छ। त्यसको लागि यहाँ कोरियामा एउटा एप हुन्छ, त्यसको नाम चाहिँ यहाँनिर मोबाइलमा पनि देखाउँछु। इङ्ग्लिसमा चाहिँ क्यारोट हुन्छ, तर अनि कोरियनमा चाहिँ थाङ्गुन भन्ने हो। त्यो तपाईँले डाउनलोड गर्यो भने त्यसमा लगइन साइनअप गर्ने, अनि त्यसमा तपाईँले हेर्नुपर्छ। अनि त्यसमा सस्तो एकदम इलेक्ट्रोनिक सामानहरू पनि, अनि त्यो माइक्रोओभनहरू पनि, मोबाइलहरू एकदमै सस्तो या धेरै जस्तो फ्रीमा पनि पाइन्छ। सो यो चाहिँ थियो आजको भिडियो, यति नै थियो। अनि यदि भिडियो तपाईँलाई मन पर्यो भने भिडियो लाइक गर्नु होला, अनि द डेली रमेश युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला, र आफ्नो इपिएस पढ्ने साथीहरूमा सेयर गर्न पनि नबिर्सिनु होला। आजको लागि यति नै, बाई बाई गरिदिनु। हाम्रो रमेश च्यानललाई सब्सक्राइब गर्न, लाइक गर्न, सेयर गर्न नबिर्सिनु होला। कपाल नि कस्तो उडेछ। चलो बाई, अब भिडियो बन्द है, अर्को भिडियोमा भेट्छु तपाईँलाई।